दासी पुत्र यसलाई के मन्त्री पद दिएको, यो त मेरै पिताजीलाई उकास्ने भएछ, मलाई नै सम्झाउने भएछ भनेर नाना बाते गाली गर्न लागेछ दुर्योधनले। विदुरजीले सोच्नुभयो आफ्नै दाजुको अगाडि आफ्नै भतिजोले यसरी गाली गर्दा त्यो पीडालाई सहन गर्न सक्नु भएनछ। तत्काल आफूले बोक्नु भएको धनु त्यहीँ राखिदिनु भयो, सबै कुरा त्यहीँ छोडिदिनु भएछ र त्यहाँबाट निस्केर कतै पर्णकुटी बनाएर बस्न लाग्नु भएछ कतै टाढा। एक दिनको कुरा हो जब महाभारतको युद्ध अब शुभारम्भ हुन लाग्यो। भगवान श्रीकृष्ण शान्ति दूत बनेर दुर्योधनको घरमा पुग्नु भएको थियो, दुर्योधनको सभामा पुग्नु भएको थियो सम्झाउनको निमित्त। शान्ति दूत बनेर भगवान श्रीकृष्ण दुर्योधनकोमा पुगेको बेलामा दुर्योधनले भन्छ भगवान श्रीकृष्णलाई, हे प्रभु, हे कृष्ण, हजुर त हाम्रै पक्षमा आउनुपर्छ, हाम्रै घरमा बस्नुपर्छ, भोजन पनि यतै गर्नुपर्छ भनेर भन्न लागेछ। भगवानले भन्नुभयो, हे विदुर, ल ठिक छ, हजुर हाम्रो पक्षमा नआउने यदि हो भने पनि एउटा कर्म चाहिँ गरिबक्सियोस् न त, हजुरले आजको भोजन चाहिँ यतै गरेर गइसियोस् न भनेर भन्नुभयो। भगवान भन्नुहुन्छ, दुर्योधन, तिम्रोमा म भोजन गर्थे यदि यी दुई कन्डिसन भएको भए। के भन्दा पहिलो त मलाई अत्याधिक धेरै भोक लागेको थियो, खाउँ लागेको थियो भने तिम्रोमा म भोजन गर्थे। दोस्रो कन्डिसन के, तिमीले भावले, श्रद्धाले, अति प्रेमले मलाई खाउन भनेको थियो भने पनि बस्थे। तिमीले त केवल फर्म्यालिटी भन्छन् के भन्छन् इङ्ग्लिसमा जान्दिनँ, त्यही पुरा गर्न मात्रै खोज्दैछौ। त्यसै कारणले गर्दाखेरि हेर, म तिम्रोमा भोजन गर्दिनँ, मलाई त अगाडि नै निम्तो भइसकेको छ विदुर काकाको घरमा भनेर भन्नुभएछ। जब भगवान श्रीकृष्णले यति भन्नुभयो, विदुरजी महाराज कृष्ण आउनु भएको भनेर कतै कुनाबाट यो कुरालाई सुनिरहनु भएको रहेछ। अब त विदुरजी आत्तिनु भयो, मैले न कहिले बोलाएको हुनु, न मेरा घरमा आएर भोजन गर्नु भन्नु। अब बल्ल बल्ल मन्त्री पदबाट पनि त्याग भएर एउटा सानो कुटिया बनाएर बसेको छु, घरमा खानेकुरा छ छैन त्यो पनि थाहा छैन। अब कृष्णले झुट त बोल्नु भएन, यत्रो सभाको माझमा बोलेको कुरा पक्कै सत्य हो भनेर हतार 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 दौडिएर विदुरजी बजारतर्फ जानुभयो। यता भगवान श्रीकृष्ण विदुरानी भएको ठाउँमा पुग्नुभयो। विदुरानी घरमा अब घरका धन्दा काम के गर्दै हुनुहुन्थ्यो। भगवान पुगेर बाटैदेखि भन्न लाग्नु भएछ, काकी नमस्कार। एउटा कुरा विचार गरी बक्सियोस्, कहिले काहीँ हाम्रा घरमा पनि यस्ता खालका पाहुना आइदिन्छन्, अतिथि आइदिन्छन्, हामीले सोचेको पनि छैन, कल्पना पनि गरेको छैन, तर हामीले अत्याधिक मान्छौँ। कहिलेकाहीँ अब आमाहरूलाई पनि कहिलेकाहीँ अल्छी लागेर आज घर पनि सफा नगर्नु पर्यो, बडार कुडार पनि नगर्नु पर्यो, आज छोडिदिनु, को आउने छ र, अहिले भरे बेलुकातिर गरौँला भनेर कहिलेकाहीँ राख्ने बानी हुन्छ नि, यसरी कहिले पनि राख्नु हुँदैन। अप्परझट आइपुगे कोही व्यक्ति भने कस्तो हुन्छ त त्यति बेला, आजै चाहिँ घर पनि सफा नगरेको, आजै चाहिँ आउनु, भोलि आइपुगे भएन त हुन्थ्यो नि भन्ने लाग्छ नि। अब भगवान खबरै नगरिकन एकैचोटि आउनुभयो, आँगनमा देख्नुभयो, फेरि भगवानको स्वरूप कस्तो छ त, अन्त मुसुक्क हाँसिसक्दाखेरि हाँसो कि फसो। ब्रजे वसन्तम नवनीत चौरम, ब्रजे वसन्तम नवनीत चौरम, गोपाङ्गनानां चदुकुल चौरम, गोपाङ्गनानां चदुकुल चौरम, अनेक जन्मार्जित पाप चौरम, अनेक जन्मार्जित पाप चौरम,
चौराग्रगण्यं पुरुषं नमामि चौराग्रगण्यं पुरुषं नमामि। भगवान कस्तो हुनुहुन्छ? ब्रजे वसन्तम नवनीत चौरम ब्रजमा बसुन्जेल नौनी घिउ चोर्नु भयो। ब्रजे वसन्तम नवनीत चौरम गोपाङ्गनानां सदुकुल चौरम। गोपाङ्गनाहरूको त के चोर्नुभयो, के चोर्नुभयो, दिल चोर्नुभयो, मन चोर्नुभयो, साडी चोर्नुभयो होइन। यदुकुलका सबैभन्दा खतरनाक चोर भनेको को? भगवान श्रीकृष्ण। त्यति मात्र र भक्तको के चोर्नुभयो? अनेक जन्मार्जित पाप, अनेक जन्मका ती सम्पूर्ण पाप ताप सन्तापहरूलाई भगवानले चोरी गर्नुभयो। यस्ता चित्त चोर भगवान अगाडि आएर उभिनु भयो एकैचोटि। हाम्रा घरमा अहिले भगवान आइपुग्नुहोस् त हामी बिहोस हुन्छौँ ती भन्न त भन्छौँ नि भगवान आउनुहोस्, फ्याट्टे अगाडि यहीँ अहिले प्रकट भएर आउनुहोस् त कति बिहोस हुन्छौँ यहाँ देखेर। अनि तिमाथि मुसुक्क हाँसेर काकी भोक लाग्यो भनेको बिचरा विदुरानी हेरेको हुनुभएछ भगवानलाई। फेरि भगवानको नजर यस्तो छ अरे, एकचोटि भगवानको नजरसँग नजर जुडो भने अब अरू केही हेर्नै मन लाग्दैन। भित्र जानुभयो विदुरानी, कृष्ण बाहिर ढोकाबाट भित्र च्याउँदै हुनुहुन्छ। यो नजर छुटेको छैन। भित्र गएर छामछुम गरेर खानेकुरा खोज्नुहुन्छ तर आँखा कृष्णसँगै जुधिरहेको छ। भित्र गएर खोज्नुभयो, केही भेट्नु भएन। हतार हतार ल्याएर बस्न चाहिँ बसेको र भन्नुभयो, एउटा गुन्द्री चकटी ल्याएर उल्टो पारेर राखिदिनु भयो। भित्र यो भान्सामा अँध्यारोमा खोजेँ भने मेरो कृष्णसँग जुधेको नजर हट्छ भन्ने लागेछ विदुरानीलाई। हतार हतार बारीमा बाहिर केरा, एउटा केरा अब हामी हाम्रो तरिकाले चाहिँ के भन्छौँ भने पसाउँदै गरेको भन्छौँ, तर त्यो पसाएको चाहिँ होइन, निस्किँदै गरेको हो। पसाएको त भित्र पो जान्छ त होइन, निस्किँदै गरेको केरा रहेछ। त्यो देख्नुभयो, कोलाको थाम देख्नुभयो माथि। हतार हतार गएर त्यो थामैसँग काटेर लिएर आउनुभयो। ल्याएर आएर अब तास्नुहुन्छ। आँखा जुधि नै रहेको छ, आँखा हटेकै छैन, 1% पनि हटेको छैन। हतार हतार त्यो अब अलिअलि पाक्न थाले। त्यो बेला पहेँलो पहेँलो भएको थियो होला, कस्तो हुन्छ भित्र त्यो काई बस्ने। खानु भएको छ कहिलेकाहीँ होइन? त्यही पनि बोक्रा हतार हतार तास्नुहुन्छ। भित्रको खाने गुदी जति भुइँमा राख्नुहुन्छ, बोक्रा भगवानलाई दिनुहुन्छ। भगवान त्यो बोक्रा खाइरहनु भएको छ। आहा काकी आमा कति मिठो भन्नुहुन्छ। हो नि कृष्ण कम्ती मिठो छ र यो त चिनी चम्पा पो त उता पहाडबाट इलामबाट लिएर आएको भन्नुहुन्छ विदुरानी। खाँदै हुनुहुन्थ्यो। उता विदुरजी कहाँ जानु भएको छ? अघि बजार जानु भएको छ लड्डु पेडा किन्नलाई भनेर। बजार जानुभएका विदुरजी परबाट आउँदै हुनुहुन्थ्यो। आउँदा यसो हेरेको त हातमा त भगवान त केराको बोक्रा खाइरहनु भएको छ, गुदी जति भुइँमा छ। ए दुर्मते, अरे दुष्ट बुद्धि भएकी स्त्री, के गरेको तिमीले? यो कृष्णलाई यस्तो खुवाउने हो भन्दा पो अब त्यो आँखा हट, अब झस्याङ आउनु भएछ। यसो गरेर हेर्दा त हातमा त बोक्रा मात्रै खाइरहनु भएको छ। हतार हतार दौडिएर आउनुभयो विदुरजी। एउटा कोरामा जल ल्याउनु भयो। हे कृष्ण कुल्ला गर तिम्रो मुख सबै कोक्याइसक्यो होला। कति टर्रो भयो। मैले यो बजारबाट अत्यन्तै मिठो बर्फी बनाएर ल्याएको छु, यो बर्फी खाऊ भनेर विदुरजीले बर्फी दिन लाग्नुभयो भगवानलाई। हातमा बर्फी लिनुभयो, मुखमा हाल्नुभयो। मुखमा हालेर यसो खानुभयो, नाक खुम्च्याउनु भयो। नाक खुम्च्याएर विदुरलाई भन्नुहुन्छ, हे विदुर काका, हजुरले दिनुभएको यो बर्फी त तितो छ। ल परेन बित्यास। के भयो? मैले आफै गएर खुदले बनाएर ल्याएको बर्फी थियो त के भएर तितो भयो? खोइ म पनि चाख्छु भनेर यसो भाँचेर आफूले चाख्न खोज्नुहुन्छ विदुरजीले। मुखमा हाल्नुहुन्छ, फेरि गुलियै लाग्छ। होइन कृष्ण यस्तो भएको होला, यो टर्रो भएको तितो भएको भनेको अघि त्यो बोक्रा खाएको थियो नि त, त्यही बोक्राले गर्दा तितो भएको होला। यो मैले पेडा ल्याएको छु, यो पेडा खाऊ। यो पेडा पनि सामान्य पेडा होइन, अत्यन्तै राम्रो छ, मिठो छ, यो खाऊ भनेर भाँचेर दिनुहुन्छ। अघिको त तितो थियो कि काका बुवा, यो त झनै टर्रो छ। भए जति सबै मिठाई खुवाइसक्नु भयो, तर कृष्ण भन्नुहुन्छ यो कुनै पनि मिठो छैन, सबै टर्रो छ,
हैरान हुनुभयो विदुरजी। अन्त्यमा हात जोडेर भन्नुहुन्छ, प्रभु यो हजुरले मेरो कस्तो परीक्षा लिँदै हुनुहुन्छ, मलाई बताइदिई बक्सिस् प्रभु, मैले ल्याएका कुरालाई किन तितो भन्दै हुनुहुन्छ हजुरले। भन्दा भन्न लाग्नुभयो, हे काका, अघि जो काकीले मलाई केराको बोक्रा खुवाउँदै हुनुहुन्थ्यो, त्यो केराको त्यो कोलाको बोक्रामा काकीको भावना जोडिएको थियो, भाव जोडिएको थियो। त अनि अहिले हजुरले ल्याउनु भएको यो मिठाईमा केवल कर्तव्य जोडिएको छ, भाव जोडिएको छैन। कर्तव्य, मेरा घरमा कृष्ण आएका छन्, कृष्णलाई खुवाउनु पर्छ भनेर लिएर आउनुभयो। त्यसै कारणले गर्दाखेरि म कर्तव्यको भोको छुइनँ, कर्तव्य मलाई पूर्ण नगरे पनि हुन्छ, म त भावको भोको छु। भाव का भूखा हूँ मैं, भूखा हूँ मैं, भूखा हूँ मैं, भाव का भूखा हूँ मैं, भाव ही बस सार है। भाव का भूखा हूँ मैं, भाव ही बस सार में। जो भाव से भजे मुझे, भव से बेड़ा पार है। जो भाव से भजे मुझे, भव से बेड़ा पार। भाव का भूखा हूँ मैं, भूखा हूँ मैं, भूखा हूँ मैं। देवता विद्यते काष्ठे, देवता विद्यते काष्ठे, न पाषाणेन मृण्मये। देवता विद्यते काष्ठे, न पाषाणेन मृण्मये। भावो हि विद्यते देवस्तस्माद्भावैः कारणम्। भावो हि विद्यते देवस्तस्माद्भावैः कारणम्। भाव का भूखा हूँ मैं, भूखा हूँ मैं, भूखा हूँ मैं। देवता नि ध्यान दिएर सुनि बक्सेर, बिहान उठेर 108 माला जप्छु। कहिलेकाहीँ हाम्रो आमाहरूले एकादशीको व्रत बस्छ,